सो हेलो एभ्रिवान सेवारो अनि नमस्कार वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू भ्लगको साथ आइसकेको छु। न्यू डे त नभनौँ, भ्लग म ग्यापमा मात्रै हाल्छु। आज चाहिँ मैले भ्लग बनाउनुको कारण चाहिँ मेरो अलिकति मेरो आज ब्याड लक भयो। सो म चाहिँ ड्युटी जान लागिरहेको थिएँ। ड्युटी जानको लागि रेडी भइसकेको थिएँ। ड्युटी जाँदा चाहिँ म यो स्कुटीमा जाने गर्छु। तर ब्याड थिङ चाहिँ आज चाहिँ मेरो ड्युटीमा जाने बेलामा मेरो स्कुटर चाहिँ यत्रो किल पसेर पङ्चर भएछ। सो मेरो स्कुटी चाहिँ पङ्चर भयो। सो म यो स्कुटीलाई पङ्चर बनाउनु जानुपर्ने हुन्छ। त्यो पङ्चर बनाउनु जानुको लागि चाहिँ यहाँ हाम्रो म बस्ने वरिपरिमा एरियामा छैन, सतुवामा छ। सो म चाहिँ यहाँबाट बस्न सतुवा गएर सतुवाबाट बनाएर चाहिँ फेरि सतुवाबाट चाहिँ म स्कुटीमै ब्याक आउँछु। सो अहिले चाहिँ म मेरो स्कुटी बनाउनुको लागि जाँदैछु, मेरो पङ्चर फिक्स गर्नलाई जाँदैछु। पङ्चर फिक्स गर्छु, पङ्चर फिक्स गरेर त्यस पछाडि ब्याक टु ड्युटी आउनेवाला छु। सो अहिलेलाई चाहिँ म यहाँबाट जाँदैछु। सो अब म यहाँबाट गएर बस लिनुपर्ने हुन्छ। सो बसतिर भेटौँ। सो लेट्स गो गाइस। सधैँ अब स्कुटीले बोकेर लान्थ्यो, आज स्कुटीलाई डोर्याएर लानुपर्ने अवस्था आएको छ। सो यही नै हो, म चाहिँ निस्किसकेको छु यहाँबाट। अब म यहाँबाट चाहिँ अलिकति हिँडेर जानुपर्ने हुन्छ। यहाँबाट मेरो बस स्टेसन चाहिँ अलिकति तलतिर छ। बस स्टेसनसम्म चाहिँ सो हिँडेर जानुपर्ने हुन्छ। सो अहिले म जाँदैछु अनि यो मेरो स्कुटीलाई फिक्स गर्नेवाला छु। अनि हाम्रो रुमबाट बाहिर निस्किँदा चाहिँ टक्क यसरी बुर्ज खलिफाको भ्यू देखिन्छ, दामी। यतापट्टि पनि सिनहरू देख्न सक्नुहुन्छ। बुर्ज खलिफालाई अलिकति जुम गरेर पनि देखाइदिन्छु म है। बुर्ज खलिफा आधी मात्र देखिँदैछ, तर केही छैन। सो म चाहिँ अहिले यहाँबाट जानुपर्ने हुन्छ। यस्तो टन्टाला पुल घाममा देख्नुहुन्छ, म तलतिर आएको छ मेरो निधारहरू होइन। सो यस्तो घाममा जानुपर्ने हुन्छ। ऊ तल अलिक तलसम्म छ, अलिक सही तल छ बस स्टप चाहिँ। सो अहिले चाहिँ म बस स्टप जाँदैछु। सी यू गाइस, बसमा भेटौँ। सो गाइस फाइनली अहिले चाहिँ म यहाँनिर बस स्टप आइसकेको छु। यही नै हो बस स्टप। यहाँको त्यस्तो छ, तत्त बस्ने हुन्छ। भित्र एसी लगाइदिएको हुन्छ। यहाँनिर टाइमिङ पनि हुन्छ गाडीहरूको। यहाँनिरको बोर्ड हुन्छ, डिस्प्ले हुन्छ, यहाँ टाइम हेर्ने। सो मैले चाहिँ गर्मी भएर चस्मा लगाएको भएर खासै केही देखिनँ, तर एउटा गाडी आउँदैछ, एउटा बस आउँदैछ। चेक गरौँ, सायद एउटा यो 15 नम्बरको बस रहेछ, यही जान्छ होला। सो बस यहाँ देख्न सक्नुहुन्छ, आइसकेको छ। म त्यसमा जानेवाला छु। सो गाइस फाइनली अहिले चाहिँ मैले यहाँ बसिसकेको म पनि यहाँ बसिसकेको छु। देख्न सक्नुहुन्छ गर्मी एकदमै धेरै, कति धेरै पसिना भएको छ। तपाईँको गर्मी देखाउने छ। सो अहिले चाहिँ म यहाँ बसिसकेको छु। मेरो स्कुटी यहाँनिर छ। अबलाई फिक्स गर्न चाहिँ म जाँदैछु, धेरै टाइम लाग्छ। सो सियु सततिर भेटौँ ल अब एकैचोटि है त गाइस। सियु गाइस। सो गाइस अहिले चाहिँ फाइनली म बसबाट निस्किसकेको छु। यो चाहिँ सतुवा हो, सतुवा आइपुगेको छ। यहाँ चाहिँ सतुवाको एरिया हो, यो सतुवा रोड हो, मेन हाइवेमै हो। अब मैले चाहिँ यहाँ रोड क्रस गर्नुपर्ने हुन्छ। रोड क्रस गर्नलाई चाहिँ कहाँनिर जानुपर्ने हो थाहा छैन। सो म अलिकति अगाडिबाट, सो र चाहिँ यो मस्जिदको पारिपट्टि जानुपर्ने छ। पारिपट्टि चाहिँ वर्कसप छ। सो अहिले चाहिँ म चाहिँ जाँदैछु स्कुटी डोर्याउँदै। अब रोड क्रस चाहिँ यहाँ चाहिँ फेरि त्यस्तै हो, जहाँ पायो त्यहाँबाट घर छ यहाँ चाहिँ। सो म पनि त्यो ट्याक्सी निस्किने गरेर रोड क्रस गर्नुवाला छु। रोड खाली टोलेजको यस्तो गर्मीमा स्कुटी बिग्रेको भएर तनाव भयो, स्कुटी पङ्चर भएर यो गर्मीमा। भगवान् बचाले रे मुझे। सो म चाहिँ जाँदैछु गाइस, यहाँ आइपुगिसकेको छु मस्जिदमा। यो गर्मीमा एक्लै एक्लै भौतारिँदै हिँडिरहेको छु। सो जेब्रा क्रसिङ हो, यहाँ चाहिँ आफ्नै रात चल्छ होइन, गाडी आए पनि रोक्नुपर्छ। सो त्यही नै हो, म चाहिँ जाँदैछु। अब भेटौँ एकैचोटि रिपेयर सेन्टरमा गएर, वर्कसपमा गएर भेटौँ सबैजनालाई। सो फाइनली गाइस पसिना यसरी भएर म चाहिँ आइपुगेको छु। यो माथिको यो यहाँ दामी बनाएको थियो अस्ति नै एकचोटि मेरो स्कुटर, सो त्यही भएर म यही ठाउँमा आएको छु। फाइनली म चाहिँ यहाँ स्कुटर बनाउने ठाउँमा आइपुगेको छु। यहाँ बनाउनुको साथसाथै सेल पनि गर्छ। स्कुटरहरू चाहिँ बवालहरू छ। यहाँ चाहिँ एउटा हेर्नुहुन्छ मोन्स्टर जस्तै होइन, क्या बिपारेको दामी छ यो चाहिँ होइन। यसको चाहिँ म बाहिरबाट देखाउँथेँ लुक्स। सो बाहिरबाट हेर्दाखेरि यस्तो देखिन्छ, दामी मोन्स्टर छ नि होइन, मोन्स्टर बवाल। यहाँ चाहिँ यस्तो सिटहरूको कभरहरू पनि पाउँछ। सो स्कुटर नयाँ स्कुटरहरू पनि बवाल एकदम हेभी स्कुटर पनि छ यहाँनिर। सो मलाई यहाँको सर्भिस अस्ति नै राम्रो लागेको थियो। यहाँनिर पुरानो स्कुटरहरू हुन्छ रिपेयरिङको, यो सबै यताको चाहिँ नयाँहरू हो, नयाँ स्कुटर हो। सो यहाँनिर चाहिँ तपाईँको कुन चाहिँ यो विनो स्काईको छ, त्यो परको पनि विनो स्काई चाहिँ वान अफ द बेस्ट कम्पनी हो। यहाँ चाहिँ कुगोको सबसे बवाल चाहिँ कुगोको हो। यो कुगोको बवालवाला छ यहाँनिर एउटा दामी। सो यही नै हो, स्कुटी बनाउने ठाउँ चाहिँ यही छ। नयाँ स्कुटीहरू छ यहाँ पनि छ, विनो स्काईकोहरू हेभी स्कुटरहरू छ यहाँनिर।
यो चाहिँ सत्वामा हो अनि मलाई चाहिँ यो मन परिरहेको छ डबल सस्पेन्सन भएको यस्तोवाला म चाहिँ अब यो चेन्ज गर्नेवाला छु मेरो स्कुटी सेल गर्नेवाला छु छिटै नै सो अहिले चाहिँ मेरो स्कुटी यहाँनिर बन्दैछ हाम्रो अन्नाले बनाउँदै हुनुहुन्छ स्कुटर यो चाहिँ पङ्चर भएको छ सो स्कुट बसेको छ सो त्यही नै हो गाइस अब स्कुटर बन्दैछ स्कुटर बनिसकेपछि म डाइरेक्ट ड्युटी जानुपर्ने हुन्छ स्पिडमा त्यो पनि किनभने मलाई अलरेडी ढिलो भइसकेको छ होइन सो 2 बजीको ड्युटी हो मैले मेरो साथीहरूलाई भनेर म मेरो स्कुटर खराब भयो म 3 बजी आउँछु भनेर ओके भनेको छ जस काम गर्दामा सबैजना राम्रो छ मिल्ने छन् सबैजना त्यही भएर यसरी भन्न मिल्छ एक्सक्युज लिन पाइन्छ होइन सो त्यही नै हो म चाहिँ अब सब काम सकेर डाइरेक्ट यहाँबाट निस्किने बेला मेरो स्कुटर रेडी भइसकेपछि भित्र देखाउने छु सो फाइनली गाइस मेरो स्कुटी चाहिँ रेडी भइसकेको छ नयाँ ट्युब लगाइसकेको छु यहाँ चाहिँ त्यो टाल्ने हुँदैन ट्युब नै डाइरेक्ट फेर्नुपर्ने हुन्छ सो ट्युब फेरेर म चाहिँ रेडी भइसकेको छु अब चाहिँ म डाइरेक्ट ड्युटीमा सिधै भेट हुनेवाला छु साथीहरू र आजको भ्लग चाहिँ यति सर्टकटै हुनेवाला छ सो म चाहिँ अब चाहिँ ड्युटीतिर लाग्ने भएँ स्पिडमा अहिले अलरेडी 2:30 भइसकेको छ सो बिफोर 3 o'clock म त्यहाँ पुग्नुपर्ने हुन्छ सो त्यही नै हो गाइस अहिले चाहिँ म फर्किँदैछु बाटोको भ्यू चाहिँ तपाईँहरूलाई देखाउन चाहन्छु बाटोको भ्यू चाहिँ यस्तो छ सतबाट फर्किने बेलामा देख्न सक्नुहुन्छ बुर्ज खतरा भ्यूज दामी भ्यूज देखिन्छ भ्यूज होइन भ्यू सरी भ्यूज त आउँदै आउँदैन मेरो भिडियोहरूमा भ्यू चाहिँ दामी आउँछ जस भ्यू सरी फेरि भ्यू चाहिँ भन्दैछ भ्यू चाहिँ बवाल छ भ्यू बवाल देखिन्छ त्यही नै भ्यू यो चाहिँ अगाडि मेरो रोड सो अब चाहिँ म ड्युटीमा पुगेर हजुरहरूसँग भेट्ने छु है त सो गाइस फाइनली म चाहिँ आइपुगिसकेको छु म चाहिँ अहिले बेसमेन्टमा छु बेसमेन्टमा स्कुटी पार्क गरेर म चाहिँ माथि जानुपर्ने हुन्छ सो मैले चाहिँ स्कुटी बेसमेन्ट लिएर पार्क गरिसकेको छु यो चाहिँ मेरो स्कुटी हो सो पार्कमा लागिसकेको छु यहाँ चाहिँ अरू पनि थुप्रो स्कुटीहरू छन् यो चाहिँ स्कुटी पार्क गर्ने एरिया हो सो म चाहिँ फाइनली आइपुगेँ अब चाहिँ म माथि ड्युटी जाँदैछु सो आजको भ्लग चाहिँ यति नै आजको भ्लग चाहिँ त्यही मेरो स्कुटी बनाउनु गएकोवाला थियो मेरो स्कुटी पङ्चर भएर स्कुटी बनाउनु गएकोवाला भ्लग थियो सो आजको भ्लग यति नै सो जतिलाई हेरिदिनु भयो धेरै धेरै धन्यवाद जति नयाँ हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल अनि आफ्नो साथीभाइहरूलाई पनि रिकमेन्ड गरिदिनु होला मेरो च्यानल सब्सक्राइब गरिदिनु भनेर सो अहिले चाहिँ म भित्र आइसकेको छु यहाँ लिफ्टमा सो गाइस त्यही नै हो धेरै धेरै धन्यवाद सबैजनालाई